सो हेलो एभ्रिवान, सोफिया फुल्ला सबैजनालाई। तपाईँ सबै कस्तो हुनुहुन्छ र आशा गर्छु कि सन्चै हुनुहुन्छ भनेर। र म पनि एकदम सन्चै नै छु। र आज चाहिँ म निकै दिनपछि ब्लग स्टार्ट गर्दैछु साथीहरू, किनभने मेरो समय नै मिल्दैन हो। दुईटा नानीबाट लिएर घरको काम यताउति गर्दा मलाई चाहिँ मोबाइल बोकिराख्नु र सुट गर्नु नै मलाई चाहिँ अलिक अप्ठ्यारो लाग्दै थियो। र त्यसपछि म चाहिँ कहिले कहिले कसैको भिडियो हेर्दा फेरि मोटिभेट भइहाल्छु कि होइन, ब्लग चाहिँ कन्टिन्यू नै गर्नुपर्छ भनेर। र त्यसपछि नानी म सबैजना हामी तीनजना चाहिँ बिहानै नुहाइधुवाइ गरेर काम पनि खतम पारेँ र नानीहरूलाई ब्रेकफास्ट पनि खिलाइदिएँ। र म चाहिँ भने एउटा कोल खान्छु भनेर ब्रेकफास्ट गरिनँ। र त्यसपछि छोरा चाहिँ गयो उसको मम्माको घर र म र छोरी चाहिँ रेडी भए। आज चाहिँ भने हामीहरू नाम्लिङ जानु आँटेको, फुपूले धेरै दिनबाट बोलाइरहेको थियो, तर घाम निकै चर्को लागेको छ यहाँनिर, त्यही भएर जानु मिलेको थिएन। र आज चाहिँ होइन छोरी गएर आउनुपर्छ भनेर हामी दुईजना चाहिँ रेडी भए। र यता चाहिँ हेर्नुहोस् न, मेरो यो बाख्राको बच्चा चाहिँ एकदम मलाई देखेन भने दिनैभरि कराउँछ, तर पनि जानु त पर्ने भयो, त्यसलाई लिएर जानु त मिल्दैन। र त्यसपछि हामीले चाहिँ घर पनि लक गरेर स्कुटी पनि निकालेर अब चाहिँ छोरी र म चाहिँ हिँड्नु आँटेको। र जाँदा जाँदै आधा बाटोमा यहाँ चाहिँ हामीले दोकान पाएँ हो। दोकानमा गएर हामीले चाहिँ उहाँ फुपूको घरको लागि ठन्डा मिक्सचरहरू लिएको पछि चाहिँ यहाँ चाहिँ मैले छोरीलाई देखाउँदै थिएँ, यो चाहिँ हाम्रो बचपनको खेलेको नदी नाला कुदेको ठाउँ हो छोरी भनेर चाहिँ देखाउँदै थिएँ। र साथीहरू के नै भन्नु, यहाँ चाहिँ फेरि यति गरम हाम्रो यहाँ यस्तो घाम लागेछ नि। हेर्नुहोस् न, मेरो चेहरा देखेर पनि तपाईँले थाहा पाइहाल्नु भएको छ होला कति गरम हुँदै थियो। र अलिकति अगाडि नै गएर यहाँ चाहिँ फुपूको घर पनि आइपुग्यो। र फुपूले चाहिँ हिजो अस्ति नयाँ घर बनाएको, राम्ररी सेटल पनि भएको छैन, यताको टुटाएर उतापट्टि सरेछ फुपूहरू। र फुपू चाहिँ हुनुहुन्थेन, र यहाँ चाहिँ फुपूको यहाँ छोरीहरू हो। र त्यसपछि हामी चाहिँ भित्र गए, बहिनीले पनि यता फ्यान अन गरिदियो। र त्यसपछि हामी चाहिँ ठन्डाहरू खाँदै पिन्दै बसिरहेको थियो। र एकछिन पछाडि फुपू पनि आयो। फुपू चाहिँ उता पल्लो घर फुपू घर गएको रहेछ। र त्यसपछि हामीहरू चाहिँ यता फुपू घर जानु निक्ले, किनभने भाइले पनि बिहा गरेको रहेछ। बगडी फल्छ के छ फुपू? मिठो हुन्छ? तुफान त होइन होला, हेर वरिपरि कोच्छु। र त्यसपछि चाहिँ हेरौँ न त नयाँ बुहारी भन्दै हामी चाहिँ फुपू घरतिर लाग्यो, उतै गाछीको तल बसौँ भनेर। र गएर बसेको मात्रै फुपूले चाहिँ चाय बनाएर भी ल्याइदिनु भयो। र हामी चाहिँ यहाँ चाहिँ चाय पिन्दै गफ लडाउँदै थिएँ। र त्यसपछि एउटा अङ्कल आउनुभयो। आएर चाहिँ उसले चाहिँ यति एन्टरटेनमेन्ट गर्यो नि साथीहरू, तपाईँहरू पनि सुन्नुहोस् है त यहाँनिर के भन्दैछ अङ्कलले हो। यति जकर लाग्यो नि। भन भन यहाँ के लेख्छ मलाई अहिले यस्तो खालमा अहिले खाली कुरामा अहिले कुरालाई यता तलमा अरू उपरमा दाडी पुग्यो, दाडी कुराइहाल्छु यसलाई छिला कडले कुराइहाल्छु म। He is my father. I am your son. Okay. Very good evening. Today is Saturday and June Monday 7. Take a break now, Ravish. कति टाइम भयो? टाइम कति भयो अहिले? 2:31. Yes. And my live name is the student Dhekadele Government Charali. And the school name is High School Kerekonda High School. My teacher name is Kurkeshwar Nath Chineram Kurmi. And Pawan Ghatwar and Jiten Ghatwar and Rashid Abdullah Torun Gogoi. Koti teacher bo? Eta Ghatwar. My name is Eta Bipin Brak. Koti Brak Koti Bonemo Brak Bipin Koti Barbonia. Aja. Etaro. It is my challenge. It is my power. सो फाइनली अङ्कलले आफ्नो इन्ट्रोडक्सन पनि दिइसक्यो हो। त्यसपछि हामी चाहिँ फुपू घरतिर आए। फुपूले चाहिँ यता तोरीको लोकल तेल हामीलाई निकालेर दिँदै थियो। र त्यसपछि छोरी र म भी अब बेलुका आउनु आँट्यो, घर जानुपर्छ, छोरीको पनि ट्युसन छ भनेर हामी चाहिँ घरतिर लाग्यो। घर आइपुगेको बाख्रा त बाहिर रुँगिरहेको रहेछ मलाई। त्यसपछि यो साथीहरू तेल चाहिँ मलाई फुपूले दिनुभएको। र यो फुल चाहिँ मैले बाटोमा आउँदाखेरि माइजू घरबाट पसेर ल्याएको। यो चाहिँ ओरेन्ज कलरको खिल छ। छोरी पनि हात मुख धुलाएर ट्युसन गयो। बाई नाना गयो।
बाबु हाई गर्दो यतै नाना गयो सो साथीहरू बेलुका भएपछि मेरो फेरि ड्युटी स्टार्ट हुन्छ सधैँको जसरी र यहाँ चाहिँ छोरा र म छोरा चाहिँ जहिले पनि छोरी स्कुल जाँदा ट्युसन जाँदा पछि लाग्छ र म चाहिँ उसलाई भुलाउँदै थिएँ यहाँ कुखुरालाई चारो दिँदै र छोरा र म चाहिँ यहाँ कुखुरालाई चारो दिँदै थिएँ र त्यो चाहिँ बाख्राको बच्चासँग यति खेल्छ नि दिनैभरि समातिराख्छ र मैले चाहिँ पछाडि लगेर डोकोको भित्र हालेर लुकाइदिन्छु र उसले चाहिँ फेरि गएर खोलिदिन्छ र साथीहरू रानी चाहिँ यहाँनिर मजाले भुलिरहेको थियो कुखुरा बाख्राहरूको बिचमा र म चाहिँ फटाफट आफ्नो दुसरा काम गरिहाल्छु भनेर मैले बाख्राको बच्चालाई चाहिँ समातेर लिएर यता दुध खिलाउँदै थिएँ बाख्राको बच्चालाई चाहिँ यति माया लाग्छ नि साथीहरू कि मेरै नानी जस्तै मतलब एउटा माइजूको चाहिँ बाख्राले 4टा बच्चा ब्याएको थियो र एउटा चाहिँ मलाई लगेर दुध खिलाएर पाल भनेर मलाई दिनुभएको र मैले चाहिँ यसलाई लिएर दुध खिलाएर पाल्दैछु तर मान्छेको बच्चा जस्तै पछि म जता भित्र गयो नि बाहिर गयो नि आइरहेको छ मलाई धेरै माया लाग्छ र अब चाहिँ बेलुका पनि निकै भइसक्यो र घाम पनि डुबिसक्यो भनेर म चाहिँ धमाधम कपडाहरू पनि उठाउँदै थिएँ र कपडा उठाएर भित्र आएको त छोरा चाहिँ लिची खाने भनेर र मैले चाहिँ अस्ति नाम्साबाट आउँदा लिची र खोल्दै लिएर आएको थिएँ र मैले चाहिँ यहाँनिर छोरालाई लिची निकालेर दिइदिएको सो अहिले चाहिँ मेरो छोरी पनि ट्युसनबाट आइसक्यो आएको पछि चाहिँ हामी चाहिँ फेरि फुपू घर जानु भनेर निक्लेको पछि एकछिनमा फुपू घर पुगेको पछि चाहिँ यहाँ बहिनीले पानीहरू चायहरू लिएर दिएको थियो घरमा चाहिँ म यस्तो बनाएर पिन्दिनँ किनभने फुपू घरतिर गयो भने कहिले नाइ भन्नु मन लाग्दैन र अलिकति कपमा लिएर बस्छु त्यसपछि हामी चाहिँ अलिकति काम थियो त्यो पनि गरिसकेर यहाँनिर घर आइपुग्यो आएको पछि हामीले चाहिँ रातिको खानासाना खाएर पनि हामी चाहिँ बिस्तरामा पसेँ अब किनभने दिनभरि खेलेको कपडा र एकछिन कतै गएको छ भने त्यो कपडा चाहिँ लगाएर म नानीलाई बेलुका सुताउँदिनँ त्यसको कपडाहरू टोटली चेन्ज गरिदिन्छु मेरो छोरालाई चाहिँ के भन्नु साथीहरू सुत्नेको अगाडि बेडमा आएपछि त्यसको यतिको उत्पात त सधैँको नाना चाहिँलाई पनि यति सताउँछ नि नाना चाहिँ थाकेर चाहिँ अघि सुतिसकेछ तर मेरो छोरा चाहिँ सुत्ने नामै छैन र त्यसपछि उसको पापाको फोन आयो र हामी दुईजना चाहिँ यहाँनिर गफ गर्दै थियौँ उसको पापासित बोल्दै थिएँ मेरो छोराको आँखामा त बिल्कुल निन्द्रा छैन साथीहरू सो साथीहरू तपाईहरु मलाई धेरै माया र सपोर्ट गरिदिनुस् होला र अब भेट्नेछु तपाईहरुलाई नेक्स्ट ब्लगमा सो अहिलेलाई बाइ